नमस्कार। प्रवासी हातेमालो परिवार सेवा समाजमा जति पनि आबद्ध रहनुहुने पदाधिकारीज्यूहरू र सदस्यज्यूहरूप्रति म त्यसै संस्थाको सदस्य विष्णु परिवारको तर्फबाट नमस्ते नमस्कार पनि भन्न चाहन्छु र साझा लोक चौतारीको सहसचिव पनि हुँ। म दुईवटा संस्थामा आबद्ध रहिरहँदाखेरि हामीले धेरै दिनदेखि असहायतालाई बालबालिकालाई धेरै सहयोग गरेका थियौँ भने आज फेसबुक माध्यमबाट एउटा एकदमै नाजुक दिदीलाई भेटेका थियौँ, जुन भिडियो तपाईँहरूले देखिसक्नु भएको छ। इन्टरभ्यूमा तपाईँहरूले हेरिसक्नु भएको छ। उहाँ दिदी आज प्रत्यक्ष मेरो सामुन्ने हुनुहुन्छ। उहाँ दिदीलाई तपाईँहरूको सामु लिएर आएको छु। दिदीसँग थोरै भलाकुसारी गर्छु र यो भिडियो सबैजनाले हेरिदिनु होला र सेयर गरिदिनु होला। सबैजना सहयोगी मनहरूप्रति पुगोस् र एकजनालाई थुके थुक र 100जनाले थुके नदिपक्ष भन्छन् र त्यही अनुसार सबैजनाले भिडियोलाई सेयर गरिदिएर सबै सामु पुर्याइदिनलाई एकदम अनुरोध गर्न चाहन्छु। दिदी नमस्ते नमस्कार। के छ, सन्चै आरामै हुनुहुन्छ? तपाईँको नाम के हो? रेणुका परियार। तपाईँको घर? मेरो घर बसाइ चाहिँ यहाँ चाबेल हो। हजुर, यहाँ घर मोरङ, यहाँ चाबेल। माइत पनि उतै हुनुहुन्छ। कति समयदेखि यो काठमाडौँ सहरमा बस्नुभएको छ? म 1 वर्ष हुन त 1 वर्ष हुन लाग्यो। हस्पिटलबाट डिस्चार्ज गरेर जोडेर 1 वर्ष हुन लाग्यो। मैले यो भिडियो बनाउँदै गर्दाखेरि सबैले जान्ने जिज्ञासा पनि हुन्छ होइन। अलिक ठुलो साउन्डले पनि बोलिदिनु होला। जान्ने जिज्ञासा हुन्छ खासमा तपाईँको समस्या के हो। तपाईँले एउटा इन्टरभ्यू त दिइसक्नु भएको छ, त्यो इन्टरभ्यूमा सबैले देखिसक्नु भएको छ। त्यही अनुसारले तपाईँले अलिक चर्को स्वर गरेर यो अहिले पहिला यति राम्रो मान्छे अहिले यो हालमा कसरी पुग्नु भयो, तपाईँको पहिलाको फोटो छ भने पनि दिनु होला, देखाइदिनु होला यसरी स्क्रिनमा गरेर, र कसरी के भयो जानकारी गराउन सक्नुहुन्छ? हुन्छ। मेरो यो ग्यास पड्केर हजुर त्यस्तो भएको, अनि यति छैन, एकपल्ट डढेछ, अनि काग पनि छैन, गरेर छैन। अनि मैले चाहिँ अब यो मिडियाहरूमा चाहिँ पहिला त म चन्दा उठाएर हिँडेको मान्छे हो है। अनि म अहिले अब यो उयोमा चाहिँ किन अब मिडियाहरूमा आउने कारण मेरो भने यो प्लास्टिक सर्जरी गर्नु छ, मेरो सानो नानी छ, ऊ डराउँछ, अनि त्यही भएर म उतारेर हिँडिरहेको छु मिडियामा। हजुर। अनि त्यही मिडियामा गएको थिएँ, अनि त्यही भएर यो प्लास्टिक सर्जरीको लागि, आँखाको अपरेसनको लागि, अनि मेरो सानो नानीको लागि भयो भने म प्लास्टिक सर्जरी गर्छु भनेर मिडियामा गएको थिएँ। तपाईँ पहिला त राम्रो हुनुहुन्छ। तपाईँको पहिलाको फोटो छ, देखाइदिनु पऱ्यो। तपाईँ पहिला त राम्रै हुनुहुन्थ्यो, ठिक हुनुहुन्थ्यो होइन। पहिलाको फोटोहरू छ भने म यो पनि हालिदिन्छु, देखाइदिन्छु। उहाँ यस्तो हुनुहुन्थ्यो पहिला चाहिँ, यस्तो हुनुहुन्थ्यो। अहिले चाहिँ भाग्यको खेल हो, कहाँनिर कति बेला के हुन्छ भन्ने कुरा हुँदैन। उहाँ एउटा काम गर्दाखेरि सिलिन्डर पड्किएर चाहिँ उहाँ अहिले यस्तो हालतमा हुनुहुन्छ। उहाँ एकदम धेरै अशक्त पनि हुनुहुन्छ। उहाँको एउटा पुरै भाग ड्यामेज भइसकेको छ। उहाँको सानो नानी पनि छ। उहाँले प्लास्टिक सर्जरी गर्ने भन्ने कुरा गर्नुभएको छ। अब उहाँ सहयोगको लागि अपिल गर्दै हुनुहुन्छ। उहाँको एउटा हात पनि छैन, हात पनि हेर्न सक्नुहुन्छ दर्शकबिन। सम्पूर्णलाई यो भिडियो एकदमै धेरैभन्दा धेरै सेयर गरिदिनु होला पनि भन्न चाहन्छु। हामीले धेरै ठुलो सहयोग गर्न त सकिएनौँ। यो भिडियो मार्फत हामीले अझै पनि सहयोग गर्नेछौँ भन्दै हाम्रो प्रवासी हातेमालो परिवार सेवा समाजको जुन संस्था उद्घाटन गरेका थियौँ, एकदम दिन दुखी असहाय सक्त बालबच्चालाई भनेर हामी मूल नाराका साथ उद्घाटन गरेका थियौँ। जुन उद्घाटन साउन 23 गते भएको थियो र हामीले साउन 23 गतेको दिन हामीले बिरामीको साथमा उद्घाटन गरेका थियौँ। हामीले विभिन्न ठाउँमा सहयोगहरू पुर्याएका थियौँ र हामीले यो सहयोग गर्ने क्रममा हामीले उहाँलाई पनि पार्यौँ, धेरै ठुलो सहयोग गर्न सकिएन। र अर्को संस्थामा पनि हुनुहुन्छ
सहयोगी चेली सम्झना कार्की जुन साझा लोक चौतारीको उपाध्यक्ष हुनुहुन्छ, उहाँ एकदमै दिन दुखी असहाय अशक्त, उहाँले पनि धेरै ठाउँ ठाउँमा सहयोग पुर्याउनु भएको छ। उहाँलाई पनि एकदमै हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु। र इमो सञ्जालबाट हुनुहुन्छ उहाँले अध्यक्ष सुरेन्द्र दाहाल हुनुहुन्छ, उहाँको तर्फबाट 5,000 पठाउनु भएको छ भने हाम्रो तर्फ साझा प्रवासी हातेमालो परिवार सेवा समाजको तर्फबाट 10,500 रुपियाँ गरेर टोटल 15,500 रुपियाँ वितरण गर्न लागेको छु। यो हाम्रो सानो सहयोगले यो बहिनीलाई यसै गरी सबैजनाले यस्तै गरेर सहयोग गरिदिनु होला। देश तथा विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनी आमा बुवा एकदमै मनकारी मेरो भगवान रूपी दर्शकहरूलाई मेरो यही अपिल गर्न चाहन्छु। उहाँको सानो बच्चा पनि छ, मैले बच्चालाई चाहिँ अहिले देखाउन सकिनँ किनकि बच्चा आमाको रूप देखेर नै बच्चा डराउनुहुन्छ। मैले चाहिँ यो देखाउन सकिनँ, त्यसैले उहाँलाई यो मेरो बायाँपट्टि पनि उहाँको क्युआर राखिदिनेछु। क्युआरमा तपाईँहरूले 100, 200, 1000, 500 कति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु होला भन्दै मैले उहाँलाई यति थोरै सहयोग हाम्रो उहाँलाई केही मलमपट्टि हुन्छ कि भनेर उहाँलाई सुम्पिन चाहन्छु। दिदी लिनु होला। नमस्ते। के भन्न चाहनुहुन्छ हाम्रो प्रवासमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई? तपाईँलाई त धेरैजना विदेशबाटै कल गर्नुभएको छ। हाम्रो संस्थाबाट हुनुहुन्छ, हाम्रो संस्थाको अध्यक्ष खेम कुमारी हुनुहुन्छ भने संस्थापक सुन्दर परियार हुनुहुन्छ, ग्रुप लिडर आकाश परियार र वरिष्ठ सल्लाहकार शिव परियार हुनुहुन्छ भने त्यो संस्थामा जति पनि आबद्ध रहनुहुने सम्पूर्ण प्रिय मनहरूलाई के भन्न चाहनुहुन्छ एकचोटि भनिदिनु होला है। सबैजना अब परिवार हुँदो रहेछ मलाई अब सबैजनाले सहयोग गरिदिनु भन्न चाहन्छु। यस्तै तपाईँहरूको मायाले गर्दा अब भोलिको दिनहरूमा म पनि राम्रो भएर मेरो छोरीको सामु राम्रो हुन सक्ने होस् भन्न चाहन्छु। सबैजनाले मलाई माया गरिदिनुहोस्, सहयोग गरिदिनुहोस् भन्न चाहन्छु। ल हुन्छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सम्पूर्णलाई यो भिडियो मेरो टिकटकदेखि लिएर फेसबुकदेखि लिएर अपलोड गर्नेछु र उहाँको यो बायाँपट्टि नै मैले क्युआर कोड राखिदिनेछु। जुन क्युआर रहेको छ उहाँको रहनेछ र उहाँलाई धेरै थोरै सहयोग गरिदिनु होला भन्न चाहन्छु भन्दै यो भिडियो अन्तिम गर्न चाहन्छु। नमस्ते, नमस्कार। क्लिक गर भनेको नि